हेर्दै जाउँ खेल्दै जाउँ कस्तो हुन्छ अब जित्नुपर्छ भनेर खेलिन्छ खेल्नलाई चाहिँ र अब हेरौँ अब खेल हेरौँ कस्तो हुन्छ ठिकै छ एकदमै राम्रो खेल्नु है फिक्स छैन फिक्स हो सम्भावना छ ल एकदमै ठिकै छ हिजोको बराबरीलाई हैन हेरेर आज चाहिँ अलिक कडा परिश्रम गर्नुपर्ने थियो आज टिमहरू चाहिँ राम्रै मिलेको होला नि खेलाहरू है एकदम हाम्रो चाहिँ आफ्नै तपाईँ चाहिँ कुन साइडबाट खेल्नुहुन्छ त अगाडि अगाडि ल ठिकै छ कति एकदमै ल एकदमै बेस्ट अफ लक गेमको लागि है त्यसै गरी म फेरि अर्को एउटा अब जितिन्छ होला गेम चाहिँ अब राम्रै खेल्ने सुरु छ हेरौँ ल ठिकै छ एकदमै तपाईँहरूको लागि खेलको लागि चाहिँ एकदमै बेस्ट अफ लक अहिलेसम्म चाहिँ राम्रै छ हिजो चाहिँ तपाईँहरूको कस्तो बराबर भएर चाहिँ गेम रोकिएको थियो है आज खेल्ने भनेर ल एकदमै ल आज अब त्यसको साटा आज खेलिँदैछ ल एकदमै बेस्ट अफ लक राम्रो खेल्नु होला ल त्यसै गरी हाम्रा बोक्रेचोक भेटरन क्लबका साथीहरू चाहिँ यहाँ हुनुहुन्छ होइन उहाँको पनि एकदमै गेमहरू एकदमै हिजो पनि देखिएको छ एकदमै राम्रो भइरहेको छ र बोक्रेचोक भेटरन क्लबका हाम्रो संयोजक हाम्रो सन्तोष मामालाई केही कुरा सोध्न गइरहेको छु नमस्कार मामा नमस्कार कस्तो आजको गेमहरू तपाईँहरूको कस्तो एकदमै टिमवर्क मिलेर आउनु भएको छ है एकदमै तातिनु भइराख्नु भएको छ गेम कस्तो हुन्छ जस्तो छ आज चाहिँ टिमवर्क त अब आज त ठिकै छ हिजो जतिको छैन होइन हजुर आज 4 जना प्लेयरहरू हाम्रो आएन र पनि यहाँ दुःख सुख यसो जोडजाड खेल्न आँटेको ल एकदमै राम्रो तपाईँहरूको चाहिँ शुभ एउटा खेलको लागि चाहिँ बेस्ट अफ लक होइन राम्रो खेल्नु होला भन्दै है अब के भन्न चाहनुहुन्छ त अब यो टिम दुईजना आफ्नै आफ्नै टोलकै नजिकको गेम हो होइन होइन यो त यसो एक्सर्साइजको लागि मात्रै खेलेको होइन साथी यसो भेटघाट भइरहेको छ रमाइलो पनि हुन्छ अनि यो खेल अब एक्सर्साइजको लागि हो होइन रमाइलो पनि हो साथीभाइ भेटघाट पनि सबै कुरा छ यसमा एकदम ल एकदमै राम्रो खेलिदिनुहोस् होइन एकदमै तपाईँहरूको एकदम खेलको लागि चाहिँ शुभकामना भन्दै एकदमै राम्रो एकदमै गेम सुरु भइराख्नु लागिरहेको छ र यहाँलाई म यो गेमको झलकहरू भिडियो मार्फत देखाउने छु भन्दै बिदा हुन्छु हस्त नमस्कार धन्यवाद